नमस्कार सम्पूर्णमा। विश्वको जुनसुकै कुना जुनसुकै क्षेत्र जुनसुकै ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईलाई चाहिँ यो मेरो ड्रागन फार्मबाट हार्दिक 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 स्वागत गर्दछु। र आज चाहिँ मैले एउटा छुट्टै विषयवस्तु लिएर आइसकेको छु तपाईहरुको माझ। के कसो हुन्छ प्रतिक्रिया दिनलाई नबिर्सिनु होला। प्रतिक्रिया आनन्द एकदम राम्रो काम भए राम्रो काम भनिदिनु होला। गलत गरे भने गलत गरिस् भनिदिनु होला। म त्यसमै आभारी हुनेछु। र आज म के भन्न आएको छु भन्दाखेरि मेरो यो ड्रागन फार्ममा चाहिँ पहिला मैले अघिल्लो सिजनमा मैले यसरी प्लास्टिकहरू लगाएको थिएँ। यो प्लास्टिकहरू चाहिँ अहिले सबै यो जुन मल्चिङको लागि गरेको थिएँ अहिले चाहिँ यो काम नलाग्ने भएर यस्तो अवस्थामा छ। र यसपालि मैले अर्को एउटा भिजन लिएर आएँ जुन परम्परागत शैली बाबुबाजेहरूको पालामा हुन्थ्यो। यसरी मल्चिङ गर्दाखेरि चाहिँ धेरै कुराहरूको फाइदा हुन्छ भन्ने सुनिसके पछाडि मैले अलिकति सर्टेन बिरुवामा अथवा पिल्लरमा मैले यो मल्चिङ परालको मल्चिङ गर्ने अठोट लिएँ। र यसले एक हप्ता हेर्छु र यसको के हुन्छ रिजल्ट हेरेर म सबै बिरुवा सबै पोलहरूमा मैले मल्चिङ गर्ने जमर्को गरेको छु। र यो मेरो काम सही हो गलत हो हजुरहरूले यो विधामा हुनुहुन्छ हजुरहरूलाई यो विषयमा ज्ञान छ भने मलाई चाहिँ कृपया भनिदिनु होला। र भर्खरै गरेको यो मैले भर्खरैको काम हो। तिनटामा मैले ल्याएर पराल मल्चिङ गरिसकेँ। र यो मल्चिङको अब परम्परागत फाइदाहरू पनि धेरै छ भन्नुहुन्छ। बाबुबाजेको पालामा पनि अब यही हुन्थ्यो यो प्लास्टिक भन्दा पनि। र यो मल्चिङको यो परालको मल्चिङको एउटै मात्र पर्फेक्ट फाइदा भनेको झार पलाउन नदिनु, माटोलाई ओस राखिरहनु, चिसो राखिरहनु। र यही परालमाथि आकाशबाट झरेको पानी चाहिँ पछि गएर यो पराल चाहिँ ड्यामेज हुँदै गइसकेपछि कुहिँदै गइसकेपछि यसकै मल पनि बिरुवालाई लाग्छ भन्ने एउटा विश्वास छ, मान्यता छ। यो ठिकै पनि होला जस्तो लाग्छ। र मैले 2 दिन अगाडि फङ्गिसाइड र भिटामिनको औषधि हानिसकेको छु। फङ्गिसाइड यसरी डाँठहरू चाहिँ पहेँलो हुँदै जाने भइरहेको थियो र मैले फङ्गिसाइड हानिसकेको छु। र बिरुवाले अर्कै इम्प्याक्ट पनि दिन थालिसकेको छ। अर्को कुरा भनेको विषय वस्तुमा प्रवेश गर्दाखेरि म यही मल्चिङकै कुरालाई चाहिँ लिएर तपाईहरुमाझ आएको छु आज। र यसले कतिको इम्प्याक्ट गर्छ गर्दैन अब यो त देख्ने कुरा नै छँदैछ, देखि नै हालिन्छ। र यसरी पराल लगाइदिसके पछाडि चाहिँ मैले भनि नै हालेँ झार पलाउन नदिने। अनि अर्को कुरा भनेको माटोलाई चिसो राखिरहने र मल। अर्को कुरा भनेको मल। यी कुराहरूले गर्दा चाहिँ फाइदा हुन्छ भन्ने बुझेर मैले यो अर्ग्यानिक परम्परागत चाहिँ एउटा के भन्छ त्यसलाई उपाय अपनाएको छु। र मैले अब ठ्याक्कै मसँग अहिले पर्फेक्टली यहाँ छैन, परालहरू छैन। मैले यति 3टाको लागि बोकेर ल्याएको थिएँ। अब यसले राम्रो इम्प्याक्ट दियो भने म सबै पिलरहरूमा चाहिँ हाल्ने नै छु। यहाँ मेरो करिब 580 वटा पिलर छ। 580 पिलरमा म यो सबैमा गर्नेवाला छु। र के कस्तो लाग्छ, कुन ठाउँबाट हेरिरहनु भएको छ कमेन्टमा भनिदिनु होला। मन पर्छ भने कमेन्ट गरिदिनु होला, सुझाव दिनु होला। मन पर्दैन भने पनि गाली गरिदिनु होला, यो खराब गरिस् भनिदिनु होला। म त्यसमै आभारी हुनेछु भन्दै मेरो यो सुन्दर फार्मबाट अहिले बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।